हेलो साथीहरू, खाडी मुलुकमा गर्मी बढ्यो है। तर घाम कति नजिक छ सबै साथीहरू अहिले एसीको भित्र बसिराखेको छ। अहिले एसी चलाइराखेको छ भने सबै एसीको भित्र बसिराखेको छ। घाम बढिसक्यो अहिले। खाडी मुलुकमा घाम बढिसकेको छ। घामले कति देख्नुभएको छ, खाडी मुलुकमा घामले यस्तो गर्मी बढ्यो है त साथी। के गर्ने, यस्तै छ खाडी मुलुकमा। हजुरहरूले देख्नुभएको छ घाम त कति नजिक छ। घामले यत्रो गर्मी भइसकेको छ हाम्रो यहाँ। के गर्ने, परदेशीहरूको गर्मीले सताउने बेला आइसकेको है त। नेपालमा पनि अहिले गर्मी बढिसकेको छ भने अलिअलि बिहान जाडो हुन्छ भने नेपालमा अहिले यहाँ चाहिँ गर्मीले एकदम गर्मी लागेको छ है त साथीहरू। कोही बाहिर छैन साथीहरू, एकजना पनि बाहिर छैन। गर्मीको कारणले देख्नुभएको छ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गर्नु होला र सेयर पनि गर्नु होला भन्दै एकजना पनि बाहिर छैन है त गर्मीको कारणले। कति गर्मी छ, गर्मी बढेको छ अहिले। अब बाहिर हिँड्नै सक्दैन यहाँ गर्मीको कारणले। देख्नुभएको छ एकजना पनि बाहिर हिँडेको देखेको छैन। आज शुक्रबार छुट्टी छ। ओके, अर्को भिडियोमा अवश्य मिल्छ भने भिडियो